यदि तपाईँहरू घरमै बसेर आफ्नो मोबाइलको प्रयोग गरेर अनलाइन मार्फत डिमेट एकाउन्ट खोल्ने तयारीमा हुनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि एकदमै काम लाग्ने भिडियो हुनेछ। यो भिडियोमा हामीले डिमेट एकाउन्ट खोल्न के कागजातहरू डकुमेन्टहरू आवश्यक पर्छ, डिमेट एकाउन्ट कसरी खोल्ने र डिमेट एकाउन्ट खोलिसके पछाडि आइपिओ कसरी भर्ने त आइपिओ भर्नको लागि के गर्नुपर्छ यी सम्पूर्ण कुराको बारेमा जानकारी दिनेछौँ। विगतमा टिमसम्म हेर्नुभयो भने तपाईँहरूले सजिलैसँग डिमेट एकाउन्ट खोल्न सक्नुहुनेछ। अब कुरा गरौँ डिमेट एकाउन्ट खोल्न आवश्यक पर्ने डकुमेन्टहरू के हुन् भन्ने बारेमा सम्पूर्ण जानकारी। यी सबै डकुमेन्टहरू तपाईँहरूले रेडी पार्नु भयो भने मात्र हामीसँग डिमेट एकाउन्ट खोल्न अगाडि बढ्नु होला र तपाईँहरूले सबै डकुमेन्टहरू रेडी पार्नु भयो भने एकदमै छोटो समयमा डिमेट एकाउन्ट खोल्न सक्नुहुनेछ। डिमेट एकाउन्ट खोल्नको लागि आवश्यक पर्ने पहिलो डकुमेन्ट रहेको छ सिटिजनशिप अर पासपोर्ट अर ड्राइभिङ लाइसेन्स। यी तीन मध्ये जुन भए पनि हुन्छ। सकेसम्म तपाईँहरूसँग सिटिजनशिप अर्थात् नागरिकता छ भने एकदमै सहज हुनेछ, त्यसैको प्रयोग गर्नुहोला। दोस्रो नम्बरमा रहेको छ ब्याङ्क डिटेल्स, जसमा चाहिँ ब्याङ्क एकाउन्ट नम्बर, त्यो ब्याङ्क कुन हो, ब्याङ्कको नेम चाहियो, त्यस पछाडि कुन ठाउँमा छ त्यो ब्याङ्कको ब्रान्च चाहिन्छ, यति भयो भने पुग्छ। तेस्रो नम्बरमा रहेको छ विटनेस डिटेल। विटनेस भनेको साक्षी हुनुपर्छ जो चाहिँ पहिले नै डिमेट एकाउन्ट खोलेको हुनुपर्छ। कुनै ब्याङ्कले माग्छ, कुनै ब्याङ्कले भने नभए पनि हुन्छ भन्छ। तपाईँहरूले ग्लोबल आइएमई क्यापिटलदेखि खोल्दै हुनुहुन्छ भने त्यसमा विटनेस चाहिन्छ, विटनेसको पनि नेम चाहिन्छ, विटनेसकै सिटिजनशिपको फ्रन्ट ब्याक दुवै फोटो चाहिन्छ, विटनेसको सिग्नेचरको फोटो चाहिन्छ। यदि तपाईँहरूले डिमेट एकाउन्ट खोल्दा विटनेस पाउनु भएन र तपाईँहरूको डिमेट एकाउन्ट खुलेन भने तपाईँहरूले भिडियोको डिस्क्रिप्सन बक्समा रहेको कुनै पनि सोशल मिडिया लिङ्कबाट मलाई कन्ट्याक्ट गर्नुहोला, म तपाईँहरूलाई हेल्प गर्नेछु। अब चाहिनेछ एप्लिकेन्ट डिटेल्स, जसको डिमेट एकाउन्ट खोल्ने हो उसैको सम्पूर्ण डिटेल्सहरू अब राख्नुपर्ने हुन्छ, जसमा एप्लिकेन्टको फोटो चाहिन्छ, पिपी साइजको फोटो। यो चाहिँ तपाईँहरूले सकेसम्म 1 MB भन्दा कमको बनाउनु होला। त्यस पछाडि एप्लिकेन्टकै सिटिजनशिपको फोटो फ्रन्ट ब्याक दुवै खिच्नु होला। त्यस पछाडि लोकेसनको म्याप रहेको छ, यो चाहिँ तपाईँहरू अहिले जुन ठाउँमा बस्दै हुनुहुन्छ करेन्ट लोकेसन तपाईँहरूले जुन ठाउँको राख्दै हुनुहुन्छ त्यसैको लोकेसनको म्याप चाहिन्छ। लोकेसनको म्याप भने कुनै ब्याङ्कहरूले गुगल म्यापदेखि डाउनलोड गरेकोले पनि मान्छ, तर सबैले मान्दैन। त्यसैले यहाँ स्क्रिनमा देखाए जसरी तपाईँहरूले एउटा खाली पानामा आफूले म्याप कोर्न सक्नुहुन्छ, त्यसरी कोर्नु भयो भने सहज हुन्छ। यदि गुगल म्यापदेखि मानिहाल्यो भने त्यहीदेखि स्क्रिनशट गरेर राख्न सक्नुहुनेछ। अर्को चाहिन्छ एप्लिकेन्टको सिग्नेचरको फोटो, यहाँ स्क्रिनमा देखाए जसरी खाली पानामा सिग्नेचर गर्नुहोला। अर्को चाहिनेछ एप्लिकेन्टको थम्ब प्रिन्ट अर्थात् औँठा छाप चाहिन्छ। तपाईँहरूले जसरी ब्याङ्कहरूमा गएर औँठा छाप लगाउनुहुन्छ त्यसरी नै एउटा खाली पानामा तपाईँहरूले औँठा छाप लगाएर फोटो खिच्न सक्नुहुन्छ, यहाँ स्क्रिनमा देखाए जसरी गर्नुहोला। यदि तपाईँहरूसँग स्ट्याम्प छैन र समस्या परिहाल्यो भने कालो मसी तपाईँहरूले औलामा लगाउन सक्नुहुनेछ र त्यही कालो मसीको छाप बनाएर तपाईँहरूले फोटो खिच्नु होला। अर्को चाहिन्छ एप्लिकेन्ट विथ सिटिजनशिप, तपाईँहरूले आफ्नो हातले सिटिजनशिप अर्थात् नागरिकता या कुनै पनि डकुमेन्ट, जुन डकुमेन्ट तपाईँहरूले रेडी पार्नु भएको छ त्यो समाटेको फोटो चाहिन्छ, पिपी साइजकै बनाउनु पर्ने हुन्छ। हामीले यहाँ स्क्रिनमा देखाएका छौँ, यसरी गर्नु होला। अर्को चाहिन्छ इलेक्ट्रिसिटी अर वाटर बिल इमेज, तपाईँहरूले पानीको महसुल तिरेको हुन्छ या विद्युतको महसुल तिरेको जसको भए पनि जहिलेको भए पनि एउटा फोटो चाहिँ चाहिन्छ, एउटा बिलको फोटो खिचेर राख्नु होला। र 5 नम्बरमा चाहिन्छ ग्रान्डफादर्स नेम, हजुरबुवाको नाम पनि हुनुपर्छ, त्यो पनि सोधेर बुझेर त्यो पनि रेडी पार्नु होला। र अन्तिममा रहेको छ इमेल आइडी, फोन नम्बर। फोन नम्बर चाहिँ तपाईँहरूको आफ्नै नाममा भएको हुनुपर्ने हुन्छ र इमेल आइडी पनि जसको डिमेट एकाउन्ट खोल्ने हो उसैको नामको हुनुपर्छ। यसरी हामीले भनेका यी सबै डकुमेन्टहरू तपाईँहरूले रेडी पार्नुभयो भने अब तपाईँहरू डिमेट एकाउन्ट खोल्नको लागि तयार हुनुहुन्छ र अब तपाईँहरूले हामीसँगै डिमेट एकाउन्ट खोल्न सक्नुहुनेछ। डिमेट एकाउन्ट खोल्नको लागि सबैभन्दा पहिले आफ्नो मोबाइलमा भएको ब्राउजर ओपन गर्नु होला। मसँग क्रोम ब्राउजर छ, मैले क्रोम ब्राउजर ओपन गरेँ। त्यस पछाडि तपाईँहरूले कुन क्यापिटलदेखि डिमेट एकाउन्ट खोल्न चाहनुहुन्छ त्यो क्यापिटल सर्च गर्नु होला। मैले ग्लोबल आइएमई क्यापिटलदेखि डिमेट एकाउन्ट खोल्न सिकाउँदैछु, त्यही भएर मैले ग्लोबल आइएमई क्यापिटल सर्च गरेको छु। अब यसमा डिमेट एकाउन्ट खोल्नको लागि सकेसम्म तपाईँहरूसँग ग्लोबल आइएमई ब्याङ्कै ब्याङ्क एकाउन्ट छ भने सहज हुनेछ। यदि अन्य ब्याङ्क छ र तपाईँहरूले ग्लोबल आइएमई क्यापिटलदेखि डिमेट एकाउन्ट खोल्न चाहनुहुन्छ भने पनि हजुरहरू सबैजनाले खोल्न त पाउनुहुनेछ, तर सकेसम्म केही समय टाइम मिलाएर ग्लोबल आइएमई ब्याङ्कमा गएर हजुरहरूले ग्लोबल आइएमई ब्याङ्कमै ब्याङ्क एकाउन्ट खोल्नु होला। त्यो एकदमै सहज हुनेछ। कुनै बेलामा ब्याङ्क एकाउन्ट सम्बन्धी समस्या आउन सक्छ, कुनै बेलामा डिमेट एकाउन्टमा समस्या आउन सक्छ, त्यस्तो बेलामा चाहिँ तपाईँहरू ग्लोबल आइएमई ब्याङ्कमै गए पुग्छ। अब तपाईँहरूले यहाँनिर वेबसाइट रहेको छ, यसमा क्लिक गर्नु होला। यसरी वेबसाइटमा क्लिक गर्नुभयो भने यहाँ केही इन्फर्मेसनहरू आएको हुन्छ, यसलाई क्लोज अल भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यस पछाडि यहाँनिर 3वटा धरको छ, यसमा क्लिक गर्नु होला र यहाँ लास्ट अप्सनमा डिमेट एकाउन्ट भन्ने यसमा क्लिक गर्नु होला। त्यस पछाडि पहिलोमा डिमेट एकाउन्ट ओपनिङ भन्ने यसमा क्लिक गर्नु होला। यसरी क्लिक गर्नुभयो भने यहाँसम्म केही परिवर्तन भएको छ, योभन्दा पछाडि लगभग पहिलेको भन्दा केही फरक छैन, पहिलेको जस्तो नै छ। अब यहाँनिर पहिलो अप्सनमा ओपन न्यू इन्डिभिजुअल डिमेट एकाउन्ट भन्ने अप्सन छ, दोस्रोमा भिडियो भेरिफिकेसन, तेस्रोमा मेरो सेयर रजिस्ट्रेसन, चौथोमा चाहिँ डिमेट एकाउन्ट रजिस्ट्रेसन पेमेन्ट भन्ने छ। यो सबै काम चाहिँ हामीले गर्नुपर्ने हुन्छ। अब सबैभन्दा पहिलोमा चाहिँ हामीले डिमेट एकाउन्ट खोल्नको लागि फर्म फिलअप गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँनिर पहिलो अप्सनमा ओपन न्यू इन्डिभिजुअल डिमेट एकाउन्ट भन्ने अप्सनको मुनि क्लिक हियर भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला।
अब यहाँनिर टर्म्स एन्ड रिक्वायरमेन्टहरू आएको छ। अब हामीले डिमेट एकाउन्ट खोल्नको लागि चाहिँ सुरु गर्न सक्नेछौँ। यहाँनिर पहिलो अप्सनमा देख्न सक्नुहुन्छ टर्म्स एन्ड रिक्वायरमेन्ट भने चाहिँ यसमा क्लिक गर्नुभयो भने हामीले डिमेट एकाउन्ट खोल्दा के चाहिन्छ भन्ने बारेमा सम्पूर्ण जानकारी दिएको हुन्छ। हजुरहरूले ओपन गरेर हेर्दा पनि हुन्छ र सकेसम्म नहेर्दा पनि हुन्छ, किनभने के चाहिन्छ भनेर मैले अगाडि भनिसकेको छु र हजुरहरूले रेडी पारिसक्नु भएको छ। अब यहाँनिर यो पहिलो अप्सन भनेको VKYC डकुमेन्ट भेरिफिकेसन भन्ने छ। अब यहाँनिर चाहिँ हामीले डकुमेन्टहरू राख्नुपर्ने हुन्छ। यहाँनिर पहिलो अप्सन चाहिँ यसमा चाहिँ सिटिजनसिपको फ्रन्ट फोटो राख्नुपर्ने हुन्छ, अगाडिको फोटो राख्नुपर्ने हुन्छ। दोस्रो अप्सनमा चाहिँ सिटिजनसिपको ब्याकको फोटो र तेस्रो अप्सनमा चाहिँ एप्लिकेन्ट फोटो, जसको डिमेट एकाउन्ट खोल्ने हो उसैको फोटो राख्नुपर्ने हुन्छ। अब म यो राखेर देखाउँछु, तपाईँहरूले पनि राख्नु होला। यहाँनिर सिम्पल ब्राउज गर्नु होला र ब्राउज गरेर यहाँनिर कोहीको ब्राउजमा गएर फेरि भित्र ग्यालेरीमा गएर खोज्नुपर्ने हुन्छ, कसैको अटोमेटिक आइहाल्छ। अब यो चाहिँ तपाईँहरूले आफै गर्नुपर्ने हुन्छ, यो सबै मैले सिकाउनु पर्दैन। अब यसरी अर्को दोस्रो नम्बरमा सिटिजनसिपको ब्याक रहेको छ, यो पनि राख्छु म। त्यस पछाडि यहाँनिर चाहिँ PB साइजको फोटो मैले राख्नु भनेको थिएँ अगाडि नै। अब यहाँनिर यसरी राख्नुपर्ने हुन्छ। अब यसरी तपाईँहरूले यो राख्नुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ पहिलोमा राखेँ, दोस्रोमा राखेँ र तेस्रोमा पनि मैले राखिसकेको छु। अब यो अप्सन हाम्रो सकिन्छ, यो अप्सन हाम्रो पुरा भइसकेको छ। अब यहाँनिर प्रोसिड भन्ने अप्सन छ, यहाँ लास्टमा देख्न सक्नुहुन्छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नुभयो भने अब हाम्रो डिमेट एकाउन्ट खोल्ने प्रक्रिया भने अगाडि बढिसकेको छ। यसमा थोरै टाइम लाग्छ, केही समय तपाईँहरूले वेट गर्नु होला। फाइनली यहाँनिर यो प्रोसिड भइसकेको छ र अब यहाँ देख्न सक्नुहुन्छ 10% कम्प्लिटेड भएको छ, कम्प्लिट भइसक्यो 10%। अब हामीले सुरु गर्नेछौँ डिटेल्स अफ बेनिफिसरी भन्ने छ। यसमा चाहिँ जसको डिमेट एकाउन्ट खोल्ने उसको सम्पूर्ण डिटेल्सहरू राख्नुपर्ने हुन्छ। अब यहाँनिर यो डिटेल्सहरू चाहिँ वान बाई वान राखेर देखाउँदा चाहिँ एकदमै लामो भिडियो हुन्छ, त्यही भएर मैले यो सबै एकैपटक फिलअप गर्छु। एकैपटक फिलअप गरिसके पछाडि म हजुरहरूलाई सिकाउने छु कसरी गर्ने। यदि तपाईँहरूले यहाँनिर दिएको डिरेक्सन अनुसारले सक्नुहुन्छ भनेर राख्दै जानु होला, सक्नुहुन्छ भने। यदि सक्नु हुँदैन भने थोरै वेट गर्नु होला, म राखेर देखाउँछु अनि त्यही अनुसारले तपाईँहरूले राख्न सक्नुहुनेछ। अब यहाँनिर राख्नुपर्ने मैले सम्पूर्ण डिटेल्सहरू राखिसकेको छु। हजुरहरूलाई पनि अब मैले जसरी सिकाउँछु त्यसरी राख्न सक्नुहुनेछ र डिमेट एकाउन्ट खोल्न सक्नुहुनेछ। अब यहाँनिर सबैभन्दा माथि आउनु होला, पहिलो अप्सन रहेको छ अकाउन्ट टाइप भन्ने छ। यसमा चाहिँ इन्डिभिजुअल हो कि नन रेसिडेन्ट नेपाली हो के हो त्यो चाहिँ हजुरहरूले राख्न सक्नुहुन्छ। इन्डिभिजुअल हो भने इन्डिभिजुअल राख्नु होला। त्यस पछाडि अर्को अप्सन छ माइनर भन्ने, माइनर हो भने यस, होइन भने नो राख्नु होला। सेल्युटेसन भन्ने छ, यो चाहिँ हजुरको जेन्डर अनुसार मिस, MR, MRS, मिस्टर के हो त्यो राख्न सक्नुहुनेछ। त्यस पछाडि अर्को अप्सन छ फर्स्ट नेम भनेको छ, यो चाहिँ हजुरले इङ्ग्लिसमा राख्नुपर्ने हुन्छ। इङ्ग्लिसमा हजुरको फर्स्ट नेम के छ त्यो राख्नु होला। दोस्रो अप्सनमा मिडल नेम भनेको छ, यो चाहिँ कम्पलसरी छैन। यहाँनिर रेड कलरमा स्टार छ भने चाहिँ त्यो सबै फिलअप गर्नै पर्ने हुन्छ, अरू चाहिँ अप्सनल हुन्छ, राखे पनि हुने नराखे पनि हुने हुन्छ। तर मिडल नेम भन्ने छ भने राख्नै पर्ने हुन्छ, छैन भने नराख्नु होला। त्यस पछाडि लास्ट नेम भनेको छ, यसमा चाहिँ हजुरको थर के हो त्यो थर राख्नुपर्ने हुन्छ। त्यस पछाडि स्क्रल डाउन गर्नुभयो भने फर्स्ट नेम नेपाली भनेको छ, यो चाहिँ हजुरले नेपाली अक्षरमा लेख्नुपर्ने हुन्छ। फर्स्ट नेम, मिडल नेम छ भने राख्नु होला, छैन भने नराख्नु होला। त्यस पछाडि लास्ट नेम राख्नु होला। त्यस पछाडि अर्को अप्सन भनेको छ जेन्डर भनेको छ। अब जेन्डर चाहिँ तपाईँहरू मेल फिमेल अर्डर के हुनुहुन्छ त्यो राख्नु होला। अब हल्का स्क्रल डाउन गर्नुभयो भने यहाँनिर डेट अफ बर्थ भन्ने छ, BS मा छ। यो चाहिँ हजुरले एकदमै सजिलो बनाएको छ। यहाँनिर इयर अनि महिना, त्यस पछाडि गते कुन गते हो त्यो चाहिँ सर्च गरेर टिक लगाउने मात्रै छ। यसरी सर्च गर्नुभयो भने चाहिँ BS मा हुन्छ र BS मा हजुरले सर्च गर्ने बित्तिकै अटोमेटिक AD मा आउँछ, यो भने गाह्रो छैन। त्यस पछाडि नेसनलिटी भन्ने छ, यसमा चाहिँ नेपाली हो कि के हो त्यो राख्नु होला। नेपाली नै हुनसक्छ, नेपाली राख्नु होला। अर्को अप्सन हल्का स्क्रल डाउन गर्नुभयो भने डकुमेन्ट टाइप भन्ने चाहिँ, यसमा चाहिँ सिटिजनसिप हो कि बर्थ सर्टिफिकेट हो त्यो राख्नु होला। माइनर हो भने बर्थ सर्टिफिकेट चाहिन्छ, यदि माइनर होइन भने सिटिजनसिप राख्नु होला। त्यस पछाडि डकुमेन्ट नम्बर भनेको छ, बर्थ सर्टिफिकेट छ भने पनि त्यसैको नम्बर हुन्छ त्यो राख्नु होला। यदि होइन, तपाईँहरू माइनर होइन, ठुलो मान्छे हुनुहुन्छ, सिटिजनसिप छ, नागरिकता छ भने चाहिँ त्यसको नम्बर यहाँनिर राख्नु होला। त्यस पछाडि अब त्यो डकुमेन्टको इस्यु डिस्ट्रिक्ट कहाँ हो, त्यो चाहिँ कुन जिल्लामा इस्यु भएको, यसरी हजुरले यहाँनिर स्क्रल गरेर खोज्न सक्नुहुन्छ। त्यस पछाडि खोज्नु होला, टिक लगाउनु होला। टिक लगाइसके पछाडि अब डकुमेन्ट इस्यु डेट भनेको छ, यो हजुरको डकुमेन्ट नागरिकता कहिले इस्यु भएको त्यो पनि हजुरको नागरिकताको पछाडि ब्याक साइडमा लास्टमा हुन्छ। त्यसमा हेरेर यहाँनिर सर्च गर्नु होला र सर्च गरेर यहाँनिर तपाईँहरूले टिक लगाउने बित्तिकै यो पनि एडीमा अटोमेटिक आइहाल्छ। अब अर्को अप्सन छ प्यान नम्बर भनेको छ, यो चाहिँ यहाँनिर देखाएको छ अप्सनल भनेको छ, यो राख्नुपर्ने छ, राखे पनि हुन्छ नराखे पनि हुन्छ भनेको छ, राख्नै पर्ने भने छैन। यदि तपाईँहरूले डिमेट एकाउन्ट खोलिसके पछाडि कारोबार एकदमै ठुलो गर्ने सोचमा हुनुहुन्छ, 5 लाखभन्दा बढीको कारोबार गर्ने सोचमा हुनुहुन्छ भने तपाईँहरूले प्यान नम्बर राख्नै पर्ने हुन्छ। अन्यथा तपाईँहरू आइपिओ मात्रै भर्नुहुन्छ, थोरै थोरै मात्र किन्ने सोचमा हुनुहुन्छ, बेच्ने सोचमा हुनुहुन्छ भने तपाईँहरूले राख्नु पर्दैन। त्यस पछाडि अर्को अप्सन इमेल आइडी भन्ने छ, इमेल आइडी एकदमै चेक गरेर राख्नु होला। सबभन्दा चाहिने भनेको चाहिँ इमेल आइडी नै हुन्छ। त्यस पछाडि मोबाइल नम्बर राख्नु होला। यसरी सबै अप्सनहरू राखिसक्नु भयो भने चाहिँ यहाँनिर फेरि रिचेक गर्नु होला, केही मिस्टेक छ कि छैन रिचेक गरेर अब तपाईँहरूले यहाँनिर देख्न सक्नुहुन्छ नेक्स्ट भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला।
यसरी नेक्स्ट भन्ने अप्सनमा क्लिक गरिसक्नुभयो भने अब यहाँनिर चाहिँ हामीले एड्रेस भेरिफिकेसन गर्नुपर्ने हुन्छ। मैले चाहिँ सबै भेरिफाई गरिसकेको छु, सबै फिलअप गरेको छु, किनभने हजुरहरूलाई सिकाउन सजिलो होस् भनेर। त्यही भएर तपाईँहरूले पनि मैले भनेअनुसारले फिलअप गर्दै जानु होला। अब हाम्रो 20% कम्प्लिट भएको छ। अब एड्रेस भेरिफिकेसन गरेपछि हाम्रो 40% कम्प्लिटेड हुन्छ। अब यदि तपाईँहरूले यो गर्दा गर्दै योभन्दा अगाडिको अप्सनमा केही मिस्टेक भएको, केही अनुमान गर्नुभयो, मिस्टेक भयो जस्तो अनुभव भयो भने चाहिँ तपाईँहरूले यहाँनिर प्रिभियस भन्ने अप्सन छ, यसमा क्लिक गर्न सक्नुहुन्छ। यसमा क्लिक गरेर चाहिँ तपाईँहरूले आफ्नो पहिलेको मिस्टेक छ भने त्यसलाई सच्याउन सक्नुहुन्छ। मेरो यहाँ थोरै मिस्टेक भएको छ, थर लेख्ने बेलामा नेपालीमा, म चाहिँ यो सच्याएर देखाउँछु। यसरी सच्याउन सक्नुहुन्छ र सच्याइसके पछाडि फेरि स्क्रल डाउन गरेर यहाँनिर नेक्स्ट भन्ने अप्सनमा क्लिक गर्नुभयो भने चाहिँ हामी अगाडिको अप्सनमा जान्छौँ। यसमा कुनै फरक पर्दैन। यसरी अब हामीले यसमा पनि राख्नुपर्ने हुन्छ। यसमा राख्नुपर्ने डकुमेन्टहरूमा पनि अब तपाईँहरूले रेडी भएर बस्नु होला, राख्नु होला। यहाँनिर पहिलो अप्सन छ पर्मानेन्ट एड्रेस भन्ने छ। अब चाहिँ हामीले एड्रेस भेरिफिकेसन गर्दैछौँ, जसमा पहिलो अप्सन छ कन्ट्री, कुन कन्ट्री हो त्यो राख्नु होला। त्यस पछाडि प्रोभिन्स, कुन प्रोभिन्स हो त्यो राख्नु होला। त्यस पछाडि डिस्ट्रिक्ट, कुन डिस्ट्रिक्ट हो, कुन जिल्ला हो हजुरको, त्यो जिल्ला पनि यहाँनिर चुज गर्नु होला। लोकल बडी भनेको छ, यसमा चाहिँ हजुरको जिल्ला चुज गर्नुभयो भने त्यो जिल्लाभित्रमा कुन गाउँपालिका, कुन नगरपालिका हो त्यही मात्र देखाउँछ। त्यो पनि यहाँनिर तपाईँहरूले यसरी क्लिक गरेर यहाँनिर टिक लगाउन सक्नुहुन्छ। त्यस पछाडि वार्ड नम्बर कति हो, कति नम्बर वार्डमा बस्नुहुन्छ त्यो राख्नु होला। आफ्नो नागरिकतामा भएको राख्नु होला पर्मानेन्ट एड्रेसमा चाहिँ। त्यस पछाडि टोल भनेको छ, कुन टोलमा बस्नुहुन्छ त्यो पनि राख्नुपर्ने हुन्छ, आफू बस्ने टोलको। त्यस पछाडि हल्का स्क्रल डाउन गर्नुभयो भने चाहिँ अर्को छ करस्पोन्डेन्ट एड्रेस भनेको छ। यो भनेको चाहिँ करेन्ट एड्रेस, अहिले तपाईँहरू कुन ठाउँमा बस्दै हुनुहुन्छ, कुन ठाउँमा तपाईँहरूले डिमेट एकाउन्ट खोल्दै हुनुहुन्छ त्यो ठाउँको राख्नुपर्ने हुन्छ। यदि तपाईँहरूको नागरिकतामा भएको एड्रेस र अहिले डिमेट एकाउन्ट खोल्न लागेको करेन्ट एड्रेस सेम छ भने चाहिँ सेम एज पर्मानेन्ट भन्ने अप्सन चाहिँ यहाँनिर यसमा क्लिक गर्नु होला। यदि होइन फरक छ भने चाहिँ फरक राख्नुपर्ने हुन्छ। त्यसको लागि पनि यहाँनिर कन्ट्री भन्ने अप्सन छ, पहिलामा यसमा कन्ट्री चुज गर्नु होला। त्यस पछाडि प्रोभिन्स कुन हो त्यो प्रोभिन्स चुज गर्नु होला। त्यस पछाडि हजुरहरूको डिस्ट्रिक्ट, जिल्ला कुन हो त्यो पनि चुज गर्नु होला। अनि सेम माथिको जस्तै तपाईँहरूले लोकल बडी, वार्ड नम्बर र अहिलेको टोल कुन हो त्यो पनि राख्न सक्नुहुन्छ। यसरी यहाँनिर एड्रेसमा चाहिने सम्पूर्ण डिटेल्सहरू हामीले फिलअप गरेका छौँ, एकपल्ट रिचेक गर्नु होला। र त्यस पछाडि यहाँनिर लास्ट अप्सनमा नेक्स्ट भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। अब हामीले यसमा क्लिक गर्ने बित्तिकै हाम्रो 40% भन्ने कम्प्लिटेड भइसकेको छ, यहाँनिर हेर्न सक्नुहुन्छ। अब हामीले राख्नुपर्ने हुन्छ फ्यामिली डिटेल्स। फ्यामिली डिटेल्समा पनि सबै कुराहरू मैले राखिसकेको छु र तपाईँहरूले पनि सेम यही तरिकाले राख्नुपर्ने हुन्छ। अब भने फ्यामिली डिटेल्समा यहाँनिर पहिलो अप्सन रहेको छ म्यारिटल स्ट्याटस भनेको छ। हजुर विवाहित हो कि अविवाहित हो कि के हो यो चाहिँ यहाँ राख्नुपर्ने छ। म्यारिड, अनम्यारिड, अर्डर भन्ने छ, यसमा चुज गर्नु होला। त्यस पछाडि ग्रान्डफादर्स डिटेल भनेको छ। हजुरबुवाको नाम चाहिन्छ भनेर मैले पहिले नै भनेको छु, हजुरहरूले रेडी पार्नु भएकै छ होला। पहिलो अप्सन चाहिँ यसमा चाहिँ इङ्ग्लिसमा हजुरबुवाको पहिलो नेम राख्नु होला। मिडल नेम छ भने राख्नु होला, छैन भने राख्नु पर्दैन। त्यस पछाडि लास्ट नेममा चाहिँ हजुरबुवाको थर्ड के हो त्यो राख्नु होला। त्यस पछाडि अलि मुनि हेर्नुभयो भने चाहिँ नेपालीमा राख्नुपर्ने हुन्छ। ग्रान्डफादर्स फर्स्ट नेम भनेको छ, नेपालीमा राख्नु होला। त्यस पछाडि ग्रान्डफादर्स मिडल नेम यो पनि नेपालीमै राख्नु होला, छ भने, छैन भने राख्नु पर्दैन। र लास्ट नेम पनि राख्नु होला। यसरी राखिसक्नुभयो भने अब फादर्स डिटेल राख्नुपर्ने हुन्छ आफ्नो बुवाको। यो पनि सेम तरिकाले राख्नु होला। पहिलोमा इङ्ग्लिसमा राख्नु होला, अङ्ग्रेजीमा। त्यस पछाडि दोस्रोमा नेपालीमा राख्नु होला। माथि भनेअनुसारले गर्न सकिहाल्नुहुन्छ, यति धेरै बुझाउनु पर्दैन। त्यस पछाडि मदर्स डिटेल भनेको छ, आमाको पनि सेम तरिकाले राख्नु होला। राखिसक्यो भने चाहिँ अब यहाँनिर पनि हाम्रो सबै पुरा हुन्छ। सुरुको नेम, फर्स्ट नेम, मिडल नेम, लास्ट नेम, नेपाली, इङ्ग्लिस सबै मिलाएर लेख्नु होला। सबैजनाले सबै मिलाएर लेखिसक्नुभयो भने चाहिँ अब यहाँनिरको हाम्रो अप्सन पनि सकिन्छ। त्यस पछाडि फेरि यहाँनिर नेक्स्ट भन्ने अप्सन चाहिँ यसमा क्लिक गर्नुपर्ने हुन्छ। अब यहाँनिर क्लिक गर्ने बित्तिकै हाम्रो यहाँनिर देख्न सक्नुहुन्छ 50% कम्प्लिटेड भइसकेको छ। अब अकुपेसन्स डिटेल, आफ्नो पेसागत डिटेलहरू यहाँनिर राख्नुपर्ने हुन्छ। फाइनली यहाँनिर अकुपेसन्स डिटेल्स सबै मैले राखिसकेको छु। हजुरको पेसागत डिटेल्सहरू सबै राख्नुपर्ने हुन्छ। त्यसको लागि अब तपाईँहरूले पनि यसरी राख्नु होला। पहिलो अप्सन छ पोलिटिकली एक्सपोज्ड पर्सन भनेको छ, यसमा नो राख्नु होला। त्यस पछाडि हल्का स्क्रल डाउन गर्नु होला। अकुपेसन टाइप भनेको छ, यसमा तपाईँहरू स्टुडेन्ट हुनुहुन्छ भने स्टुडेन्ट राख्नु होला। बाँकी तपाईँहरू कुन काम गर्नुहुन्छ, कुन जब गर्नुहुन्छ, हाउस वाइफ हो भने हाउस वाइफ राख्नु होला। यदि अरू केही छ भने त्यो राख्न सक्नुहुन्छ। आफ्नो बिजनेस छ भने बिजनेस राख्नु होला। त्यस पछाडि अब यहाँनिर बिजनेस टाइप भनेको छ, यसमा तपाईँहरू स्टुडेन्ट हुनुहुन्छ भने अर्डर्स राख्नु होला। बाँकी तपाईँहरू जे हुनुहुन्छ, म्यानुफ्याक्चरिङ हो कि सर्भिस ओरिएन्टेड हो कि ट्रेडिङ हो, त्यो जे छ तपाईँहरूको पेसागत डिटेल्स त्यो राख्नु होला। त्यस पछाडि अर्को अप्सन रहेको छ अर्गनाइजेसन नेम भनेको छ। यसमा चाहिँ तपाईँहरूले कुनै पेसा गर्नुहुन्छ, कुनै जागिर गर्नुहुन्छ या तपाईँहरूको बिजनेस छ भने त्यो बिजनेसको नाम राख्नु होला। यदि तपाईँहरू स्टुडेन्ट हुनुहुन्छ भने आफूले अध्ययन गरिरहेको कुन कलेज छ, क्याम्पस, स्कुल जे छ त्यसको नाम लेख्नु होला। त्यस पछाडि अर्गनाइजेसन एड्रेस भन्नेमा चाहिँ तपाईँहरूको पेसा या कुनै बिजनेस छ भने त्यसैको एड्रेस राख्नु होला। यदि तपाईँहरूले पढ्दै हुनुहुन्छ, अध्ययन गर्दै हुनुहुन्छ, स्टुडेन्टको नाममा तपाईँहरूले डिमेट एकाउन्ट खोल्दै हुनुहुन्छ भने चाहिँ कुन ठाउँको नाम राख्नु, कुन अर्गनाइजेसन नेम राख्नु भएको छ, कलेजको नेम, त्यसैको एड्रेस राख्नु होला।
होला। डेजिग्नेसन भनेको छ पर स्टुडेन्ट हो भने स्टुडेन्ट राख्नु होला, बाँकी अरू चाहिँ जे हो त्यही राख्न सक्नुहुनेछ। अब इयरली इन्कम भनेको छ यसमा चाहिँ तपाईँहरूले अब जति पनि राख्न सक्नुहुन्छ, 1 लाखसम्म हो कि 1 लाखदेखि 2 लाख हो कि 2 लाखदेखि 5 लाख हो कि 10 लाखसम्म हो कि 10 लाख बढ्यो, यसमा चाहिँ तपाईँहरूले जति राख्दै पनि हुन्छ। यदि विद्यार्थी हुनुहुन्छ भने तपाईँहरूले त्यही 5 लाखसम्मको राख्न सक्नुहुनेछ। त्यस पछाडि सोर्स अफ इन्कम भनेको छ यो राख्नुपर्ने हुन्छ। यसमा चाहिँ तपाईँहरू स्टुडेन्ट हुनुहुन्छ भने फ्यामिली इन्कम राख्नु होला। यदि तपाईँहरूले आफैले जब गरेर या बिजनेस गरेर इन्कम गर्नुहुन्छ भने आफ्नो जे हो त्यो राख्न सक्नुहुनेछ। यसरी हानेर तपाईँहरूले अकुपेसन्स डिटेल्स राखिसक्नुभयो भने अब नेक्स्ट गर्नु होला। यस पछाडि हाम्रो 60% कम्प्लिट भइसकेको छ। अब यहाँनिर हामीले ब्याङ्क डिटेल्स राख्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँहरूले यहाँनिर पहिलो अप्सन रहेको छ ब्याङ्क एकाउन्ट टाइप भनेको छ। यसमा चाहिँ सेभिङ हो कि करेन्ट हो त्यो राख्नु होला। तपाईँहरूको सेभिङ नै हुनसक्छ, सेभिङ राख्नु होला। त्यस पछाडि ब्याङ्क एकाउन्ट नम्बर राख्नुपर्ने हुन्छ। कुन ब्याङ्क एकाउन्ट नम्बर हो हजुरको ब्याङ्क एकाउन्ट नम्बर राख्नु होला। ब्याङ्क नेम भनेको छ यहाँनिर ब्याङ्क नेम पनि तपाईँहरूले स्क्रल डाउन गरेर खोज्नुपर्ने हुन्छ। हजुरहरूले स्क्रल डाउन गर्नु होला, खोज्नु होला। त्यस पछाडि ब्रान्च भनेको छ हजुरहरूले कुन ब्याङ्कदेखि कुन ब्रान्चमा कुन ठाउँमा भएको ब्याङ्क ब्याङ्कदेखि चाहिँ ब्याङ्क एकाउन्ट खोल्नु भएको छ त्यो राख्नुपर्ने हुन्छ। त्यस पछाडि यो ब्याङ्क डिटेल्स पनि राख्नुभयो भने अब यहाँनिर नेक्स्ट गर्नु होला। यसमा नेक्स्ट गर्नुभयो भने यहाँ देख्न सक्नुहुन्छ 70% कम्प्लिटेड भइसकेको छ। अब हामीले एकदमै धेरै पुरा गरिसकेका छौँ। अब यहाँनिर राख्नुपर्ने हुन्छ विटनेस डिटेल। यदि तपाईँहरूले ग्लोबल आइएमई क्यापिटलदेखि डिमेट एकाउन्ट खोल्दै हुनुहुन्छ भने विटनेस राख्नै पर्ने हुन्छ। यदि होइन अरू कुनै क्यापिटलदेखि खोल्दै हुनुहुन्छ भने चाहिँ कुनैमा हामीले विटनेस राख्नुपर्ने हुन्छ, कुनैमा राख्नु पर्दैन। यसमा चाहिँ विटनेसको नेम चाहिन्छ। पहिलोमा विटनेसको नेम मैले राखिसकेको छु। विटनेस भनेको चाहिँ पहिले नै डिमेट एकाउन्ट खोलेको मान्छे हुनुपर्छ, त्यसैको राख्नु होला। यदि छैन कुनै समस्या परिहाल्यो भने मैले पहिले नै भनिसकेको छु, मलाई भिडियोको डिस्क्रिप्सन बक्समा भएको कुनै पनि सोशल मिडिया लिङ्कबाट कन्ट्याक्ट गर्नु होला, म हजुरहरूलाई हेल्प गर्नेछु। त्यस पछाडि अर्को अप्सन रहेको छ विटनेसको सिटिजनसिपको फ्रन्ट। विटनेसको पनि नागरिकताको अगाडिको फोटो चाहिन्छ। अर्को अप्सनमा सिटिजनसिप ब्याक भनेको छ पछाडिको फोटो राख्नु होला। त्यस पछाडि विटनेसले पनि सिग्नेचर गरेको फोटो राख्नुपर्ने हुन्छ विटनेसको, त्यो पनि राख्नु होला। यहाँ मैले देखाए जसरी राख्न सक्नुहुनेछ। अब यहाँनिर नोमिनी डिटेल्स भनेको छ। नोमिनी भनेको यदि तपाईँहरूले डिमेट एकाउन्ट खोल्नुभयो र डिमेट एकाउन्ट खोलिसके पछाडि भविष्यमा तपाईँहरू केही हुनुभयो, बिरामी हुनुभयो या तपाईँहरू मरि नै हाल्नुभयो भने तपाईँहरूको हकवाला को हुने त? तपाईँहरूको पैसा कसले हक लाग्ने तपाईँहरूको पैसामा भन्नेको लागि चाहिँ नोमिनी डिटेल्स राख्नुपर्ने हुन्छ। यदि नोमिनिज राख्नुपर्ने छ भने चाहिँ यहाँनिर यस भन्नेमा क्लिक गर्नु होला र यहाँनिर अरू फर्महरू फिलअप गर्नुपर्ने हुन्छ। के छ त्यो फिलअप गर्नु होला। यदि तपाईँहरूले नराख्ने सोचमा हुनुहुन्छ भने नोमा क्लिक गर्नु होला। नोमिनी राख्दा अलिकति लङ प्रोसेस हुन्छ, त्यही भएर मैले नराखेर सिकाउँदैछु। नराखे पनि केही फरक पर्दैन। यसरी अब यहाँनिर तपाईँहरूले विटनेसको डिटेल्स पनि राख्नुभयो भने नेक्स्ट भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। यसरी विटनेसको डिटेल्स पनि राखिसक्नुभयो भने अब हामीले अन्तिममा आफूलाई चाहिने डकुमेन्टहरू के हो त्यो राख्नुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ 80% कम्प्लिटेड भइसकेको छ। अब यहाँनिर डकुमेन्टहरू राख्नुपर्ने छ। यसमा पनि मैले जसरी सिकाउँछु तपाईँहरूले त्यसरी नै राख्नु होला। म पनि सबै डकुमेन्टहरू राखेर देखाउँछु। यसरी फाइनली मैले यहाँनिर सबै डकुमेन्टहरू अपलोड गरिसकेको छु। हजुरहरूले पनि मैले गरे अनुसारले गर्न सक्नुहुनेछ। अब के गर्नुपर्छ भने म सिकाउँछु। यहाँनिर सिटिजनसिपको फ्रन्ट र ब्याक यो हामीले सुरुमै राखेका छौँ, त्यही भएर अहिले राख्नु पर्दैन। त्यस पछाडि हल्का स्क्रल डाउन गर्नुभयो भने चाहिँ अहिले थोरै फरक के छ भने यहाँनिर हामीले आफ्नो औँठा छाप थम्ब प्रिन्ट राख्ने बेलामा चाहिँ लेफ्टमा छुट्टै राख्नुपर्ने हुन्छ, लेफ्टको मात्रै फोटो खिचेर। त्यस पछाडि राइटको मात्रै फोटो खिचेर छुट्टै राख्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँहरूले राख्नु होला। यसरी छुट्टै खिच्नु होला र राख्न सक्नुहुन्छ। अब यहाँनिर पहिलोमा चाहिँ अपलोड भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। लेफ्टको राख्नु होला, दोस्रोमा राइटको राख्नु होला। त्यस पछाडि हल्का स्क्रल डाउन गर्नुभयो भने चाहिँ सिग्नेचरको अप्सन छ। सिग्नेचर तपाईँहरूले राख्न सक्नुहुन्छ। मैले अगाडि राख्न भनेको छु, एकदमै सजिलो हुनेछ तपाईँहरूले सबै डकुमेन्ट रेडी पार्नु भएको छ भने। त्यस पछाडि हल्का स्क्रल डाउन गर्नुहोस्। यसमा चाहिँ लोकेसनको म्याप भनेको छ। लोकेसनको म्याप चाहिँ अहिलेसम्म तपाईँहरूले गुगलमा रहेर गुगल म्याप्सबाट डाउनलोड गरेर त्यसलाई स्क्रिनसट गरेर राख्न पनि सकिन्छ र आफूले नै बनाएर राख्न सक्नुहुन्छ। मैले यहाँनिर देखाए जसरी मैले अगाडि भनेको छु त्यसरी आफूले बनाएर आफैले एकदम सादा कपीमा चाहिँ कोरेर राख्न सक्नुहुन्छ। त्यस पछाडि प्यान नम्बर भनेको छ। यहाँनिर प्यानको पनि फोटो राख्नुपर्ने हुन्छ। यदि तपाईँहरूले अगाडि प्यान नम्बर राख्नु भएको छैन भने चाहिँ तपाईँहरूले राख्नु पर्दैन। त्यस पछाडि अर्को अप्सन छ एप्लिकेन्ट विथ फोटो भनेको छ। एप्लिकेन्ट फोटो विथ डकुमेन्ट भनेको छ हजुरले नागरिकता उचालेको फोटो जुन मैले राख्न भनेको छु त्यो चाहिँ यहाँनिर तपाईँहरूले अपलोड गर्नु होला। त्यस पछाडि लास्ट अप्सन छ इलेक्ट्रिसिटी/वाटर बिल भनेको छ। यसमा चाहिँ हजुरले विद्युतको महसुल या पानीको महसुल जे तिरेको छ त्यसको बिल जहिलेको भए पनि हुन्छ, जुन मैले अगाडि राख्न भनेको छु त्यो चाहिँ तपाईँहरूले यहाँनिर अपलोड गर्नु होला। यसरी अपलोड गरिसक्नुभयो भने अब फाइनली तपाईँहरूले राख्नुपर्ने डकुमेन्टहरू सबै राखिसक्नु भएको छ र अब यहाँनिर लास्ट अप्सनमा रहेको छ नेक्स्ट भन्ने अप्सन, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसक्नुभयो भने अब देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो 100% कम्प्लिटेड भइसकेको छ। अब यस पछाडि चाहिँ यहाँनिर सबै नो भन्ने अप्सनमा छ, सबै नोमा राख्नु होला। त्यस पछाडि यहाँनिर लास्टमा टर्म्स एन्ड कन्डिसन भन्ने आई एग्री भन्ने छ, यसको छेउमा थोरै बक्स छ, यसमा क्लिक गर्नु होला।
यसमा क्लिक गरिसक्नु भयो भने अब हाम्रो डिमेट एकाउन्ट खोल्ने सम्पूर्ण प्रोसेसहरू लगभग पुरा भइसक्यो। अहिलेसम्मको लागि फिलअप गर्ने फर्महरूको लागि मात्रै। योभन्दा पछाडि पनि धेरै काम रहेको छ, त्यसकारण भिडियो भने अन्तिमसम्म हेर्दै गर्नुपर्ने हुन्छ। अब यहाँनिर सबमिट भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। अब तपाईँहरूले योभन्दा अगाडि केही मिस्टेक छ भने यहाँनिर प्रिभ्युज भन्ने अप्सनमा क्लिक गरेर अगाडिका सबै सच्याउनु होला, किनभने तपाईँहरूले एकपटक भन्दा बढी सबमिट गर्नु मिल्दैन। एकपटक सबमिट गरिसक्नु भयो भने चाहिँ अर्को पटक सबमिट गर्दा 100 रुपियाँ फाइन लाग्ने गर्दछ। त्यही भएर तपाईँहरूले योभन्दा अगाडि केही मिस्टेक छ जस्तो लाग्छ या मिस्टेक नभए पनि एकपटक प्रिभ्युज गरेर सबै हेर्नु होला, त्यस पछाडि मात्र सबमिट गर्नु होला। योभन्दा पछाडि भने अब तपाईँहरूले पेमेन्ट गर्नुपर्ने सबै गर्नुपर्ने हुन्छ। अब सबमिटमा क्लिक गर्नु होला। यसरी सबमिटमा क्लिक गर्दा थोरै समय लाग्छ, एकछिन तपाईँहरूले वेट गर्नु होला। त्यस पछाडि अब यहाँनिर देखाएको छ भिडियो भेरिफिकेसन गर्ने अप्सन देखाएको छ। तपाईँहरूले यदि तपाईँहरू आफैले डिमेट एकाउन्ट खोल्दै हुनुहुन्छ भने डाइरेक्ट अहिले नै भिडियो भेरिफिकेसन गर्न सक्नुहुन्छ। यदि छैन भने तपाईँहरूले पहिले पेमेन्ट गर्नु होला। पेमेन्ट गरिसके पछाडि चाहिँ तपाईँहरूले भिडियो भेरिफिकेसन गर्न सक्नुहुन्छ। यहाँनिर डु यु वान्ट टु भिजिट ब्रान्च भनेको छ, यसमा क्लिक गर्नुभयो भने यस गर्नुभयो भने तपाईँहरूले योभन्दा बाँकीको प्रोसेस गर्न ब्रान्चमै भिजिट गर्नुपर्ने हुन्छ, ब्याङ्कमै। तर नो गर्नुभयो भने चाहिँ तपाईँहरूले यहाँनिर हियर भन्ने अप्सन छ, यसमा क्लिक गरेर भिडियो भेरिफिकेसन गरेर सबै गर्न सक्नुहुन्छ। अब यहाँनिरसम्म तपाईँहरूले गरिसक्नुभयो भने तपाईँहरूको डिमेट एकाउन्ट अप्लाई गर्ने फर्म भने सबमिट भइसकेको छ, सक्सेसफुली सबमिट भइसकेको छ भनेर तपाईँहरूले मेल आएको होला। यहाँ मैले स्क्रिनमा देखाएको छु, यस्तो खालको मेल आउँछ र मेलमा तपाईँहरूको एउटा कोड आएको हुन्छ। त्यो कोड अनुसारले तपाईँहरूले भिडियो भेरिफिकेसन गर्न सक्नुहुनेछ। मैले भने अहिले भेरिफिकेसन गर्दैन, किनभने मैले तपाईँहरूलाई थप अर्को तरिकाले सिकाउनु पर्ने हुन्छ। यहाँदेखि डाइरेक्ट गरे पनि हुन्छ। भिडियो भेरिफिकेसन गर्दा तपाईँहरूले यहाँनिर प्लिज स्पिक योर नेम एन्ड एड्रेस भनेको छ, पहिलो अप्सनमा चाहिँ आफ्नो नेम र एड्रेस भन्नुपर्ने हुन्छ। यसरी गर्न पनि सक्नुहुन्छ। त्यस पछाडि दोस्रोमा चाहिँ सो योर फ्रन्ट फेस भनेको छ। हजुरले आफ्नो अगाडिको फेस देखाउनु पर्ने हुन्छ, सिधा भएर देखाउनु होला, एकदमै राम्रोसँग देखाउन देखाउनु पर्ने हुन्छ। त्यस पछाडि टर्न योर हेड स्लाइटली टु लेफ्ट भनेको छ। हजुरले लेफ्ट साइडतर्फ आफ्नो टाउको घुमाउनु पर्ने हुन्छ भनेको छ। यो चाहिँ तपाईँहरूले लेफ्ट भन्दा राइट भन्दा लेफ्टमा घुमाउनु भयो भने चाहिँ अटोमेटिक मिलिहाल्छ। यो चाहिँ कहिलेकाहीँ मिस्टेक हुन्छ। त्यस पछाडि अर्को पटक राइटमा भनेको हुन्छ, राइट भन्यो भने राइटमै घुमाउनु होला, मानेन भने चाहिँ लेफ्टमा घुमाउनु होला, अपोजिटमा घुमाउनु भयो भने मिलिहाल्छ। त्यस पछाडि सो योर फेस विथ आइज क्लोज भनेको छ। तपाईँले आफ्नो फेसलाई चाहिँ आँखा क्लोज गरेर देखाउनु पर्ने हुन्छ। त्यस्तो बेलामा क्यामेरा भने आफ्नो फेसभन्दा एकदम सिधा अगाडि राख्नुपर्ने हुन्छ। यसरी गर्नुभयो भने चाहिँ तपाईँहरूको यहाँनिर सबमिट गर्ने अप्सन हुन्छ र सबमिट भइहाल्नेछ। अब यहाँदेखि भएन भने तपाईँहरू नआत्तिनु होला, किनभने तपाईँहरूले एउटा टोकन नम्बर गइसकेको हुन्छ आफ्नो मेलमा। त्यो मेलमा भएको टोकन नम्बर राखेर चाहिँ तपाईँहरूले भिडियो भेरिफिकेसन फेरि गर्न सक्नुहुनेछ। त्यसको लागि म सिकाउँदैछु, स्किप गर्नु होला। अब अहिले भिडियो भेरिफिकेसन नगर्ने भएपछि तपाईँहरूले स्किप गर्न सक्नुहुन्छ। त्यस पछाडि अब हामीले पेमेन्ट गर्नुपर्ने हुन्छ। पेमेन्ट गर्नको लागि भने यहाँनिर 3वटा अप्सनहरू रहेको छ। पहिलो आइएमई पे, त्यस पछाडि दोस्रोमा कनेक्ट आइपिएस र तेस्रोमा इसेवा रहेको छ। तपाईँहरूसँग जुन वालेट छ त्यसैदेखि गर्न सक्नुहुन्छ। मसँग इसेवा छ, सबैले इसेवादेखि गर्नुभयो भने एकदम सहज हुन्छ। गर्ने तरिका सेम नै हुन्छ। अब यहाँदेखि पेमेन्ट गर्नको लागि चाहिँ डु यु विश टु अप्लाई फर मेरुसेयर सर्भिस भनेको छ। यसमा पनि यहाँनिर टिक लगाउने बक्स छ, यसमा क्लिक गर्नु होला, टिक लगाउनु होला। त्यस पछाडि अब मेरुसेयरको लागि पनि टिक लागिसकेको छ। अब यहाँनिर इसेवा भन्ने अप्सन छ, यसमा पनि टिक लगाउनु होला। यहाँनिर प्रोसिड टु चुजिङ पेमेन्ट पार्टनर भन्ने माथि चाहिँ एउटा रेफरेन्स नम्बर भनेको छ। हो, यो रेफरेन्स नम्बर राखेर तपाईँहरूले पछाडि पेमेन्ट गर्न पनि सक्नुहुन्छ र भिडियो भेरिफिकेसन पनि पछि सुत्तै गर्न पनि सक्नुहुन्छ। त्यो कसरी गर्ने त्यो पनि मैले सिकाउने छु। यसरी गर्नुभयो भने अब प्रोसिडमा क्लिक गर्नु होला। अब भने तपाईँहरूले इसेवाको आइडी र पासवर्ड राख्नुपर्ने हुन्छ। आइएमई पे छ भने पनि त्यसैको, कनेक्ट आइपिएस छ भने त्यसैको राख्नु होला। यसरी अब यहाँनिर भने तपाईँहरूले 200 रुपियाँ तिर्नुपर्ने हुन्छ। यहाँनिर देखाएको छ। अब डिटेल्समा तपाईँहरूको ग्लोबल आइएमई क्यापिटल मेरुसेयर एन्ड डिमेट भनेको छ। मेरुसेयर र डिमेट दुवै खोल्नको लागि चाहिँ 200 रुपियाँ लाग्छ भनेर भनेको छ। यो तपाईँहरूको डिमेट एकाउन्ट सबै खुलिसक्यो भने चाहिँ सिआरएन नम्बर लिनको लागि चाहिँ तपाईँहरू ब्याङ्कमा जानै पर्ने हुन्छ। अब यहाँनिर इसेवाको आइडी र पासवर्ड राख्नुपर्ने हुन्छ। यो चाहिँ म सिम्पल तपाईँहरूलाई राखेर देखाउँछु। हजुरहरूले पनि यसरी नै राख्नु होला। यदि इसेवा अकाउन्ट छ भने इसेवा राख्नु होला, जुन छ तपाईँहरूले सेम तरिकाले राख्न सक्नुहुन्छ। म भने यहाँ राखेर देखाउँछु। यसरी तपाईँहरूले राखिसक्नु भयो भने चाहिँ आइएम नट रोबोट भन्नेमा क्लिक गर्नु होला। यो चाहिँ एकदम फास्ट गर्नुपर्ने हुन्छ, किनभने तपाईँहरूको इसेवामा भएको नम्बरमा चाहिँ एउटा टोकन नम्बर आउँछ। त्यो टोकन नम्बर चाहिँ हामीले पेस्ट गर्नुपर्ने हुन्छ। एकदमै चाँडो गर्नुपर्ने हुन्छ। यहाँनिर वेट गर्नु होला, एकछिन वेट गर्नुभयो भने आउँछ। यहाँ भेरिफाई गर्नुपर्ने हुन्छ, 1 मिनटभित्रमा गर्नुपर्छ। यसरी मेरोमा चाहिँ कोड आइसकेको छ, ओटिपी कोड आएको छ। यो आइसके पछाडि अब यहाँनिर पेस्ट गरेर यसलाई भेरिफाई गर्नुपर्ने हुन्छ। यसरी भेरिफाई गरिसक्यो भने चाहिँ यहाँनिर डिटेल्स देखाउँछ। तपाईँहरूको इसेवा हो के वालेट हो, त्यो वालेटमा चाहिँ कति ब्यालेन्स छ, त्यो कसको नामबाट छ, त्यो नाममा त्यो मान्छेले भेरिफाई गर्दा के राखेको छ, यो सबै देखाउँछ। यहाँनिर यो चाहिँ हजुरले आफ्नैबाट गरे पनि हुन्छ, अरूकोबाट गरे पनि हुन्छ। शुल्क 200 रुपियाँ लाग्छ। 200 रुपियाँ शुल्क तिरेर अरूकोबाट गर्दा पनि हुन्छ। त्यस पछाडि कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नु होला। यसरी कन्टिन्यू भन्ने अप्सनमा क्लिक गरिसक्नु भयो भने चाहिँ यहाँनिर सबै अप्सनहरू देखाएको छ। यहाँनिर 205 रुपियाँ 56 पैसा काट्छ भनेको छ। इसेवाले चार्ज पनि केही लिन्छ भनेको छ। अब पे भिया इसेवामा क्लिक गर्नु होला।
यसरी क्लिक गरिसक्नु भयो भने अब तपाईहरुको डिमेट अकाउन्ट खोल्ने काम चाहिँ सक्सेस भइसकेको छ। तपाईहरुले पेमेन्ट एन्ड रजिस्ट्रेसन सक्सेस गर्न सफल हुनुभएको छ। अब यो काम सकिसक्नु भयो, तपाईहरुले भिडियो भेरिफिकेसन पनि अगाडि मैले भने अनुसारले गरिसक्नु भयो भने अबको करिब 2 देखि 3 दिन भित्रमा तपाईहरुले ब्याङ्कले मेल पठाउँछ। ब्याङ्कबाट एउटा मेल आउँछ डिमेट अकाउन्ट खोलेको बारेमा, क्यापिटल देखिने आउँछ, अर्को फेरि मेरो सेयर देखि आउँछ। दुईवटा मेल आउँछ, दुईवटा मेल आइसक्यो भने त्यसपछि तपाईहरुले ब्याङ्क भिजिट गरेर सीआरए नम्बर ल्याउनु पर्ने हुन्छ। यदि तपाईहरुमा एउटा मात्र आयो भने तपाईहरुमा चाहिँ डिमेट अकाउन्ट खोलेको मात्र आयो, डिमेट अकाउन्टको डिटेल्स मात्रै आयो भने तपाईहरुले बाँकी काम गर्नको लागि ब्याङ्कमा जानुपर्ने हुन्छ। यदि त्यस्तो भएन, मेरो सेयरको पनि आइहाल्यो भने आइहाल्यो, यदि आएन भने तपाईहरुले ब्याङ्कमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। अब यहाँ तपाईहरु ब्याक हुन सक्नुहुन्छ। ब्याक भइसके पछाडि अगाडि तपाईहरुले भिडियो भेरिफिकेसन गर्न पाउनु भएको थिएन भने यहाँनिर स्क्रिनमा देख्न सक्नुहुन्छ यस्तो खालको कोड आएको हुन्छ। त्यो कोडलाई राखेर यहाँनिर भिडियो भेरिफिकेसन भन्ने अप्सनको मुनि हेरमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर रेफरेन्स नम्बर राख्नु होला। रेफरेन्स नम्बर राखेर जस्तै यहाँनिर एउटा रेफरेन्स नम्बर छ, यसरी राखेर चाहिँ यहाँनिर हेयर भन्ने अप्सनमा क्लिक गर्नुभयो भने चाहिँ यहाँ तल अप्सनमा सबै जे छ त्यो सबै देखाएको हुन्छ। मैले अगाडि भने अनुसारले नेम एड्रेस राख्नुपर्ने हुन्छ, फेस देखाउनु पर्ने हुन्छ, आफ्नो हेयरलाई लेफ्टतर्फ राइटतर्फ चाहिँ लग्नुपर्ने हुन्छ। यो उल्टो गर्नुभयो भने चाहिँ जस्तो भनेको चाहिँ त्यसको अपोजिट गर्नुभयो भने हुनेछ। यसरी तपाईहरुले डिमेट अकाउन्ट मजाले खोल्न सक्नुहुनेछ घरमै बसेर। त्यसपछि अर्को मेरो सेयर रजिस्ट्रेसन भनेको छ। यो चाहिँ अगाडि तपाईहरुले मेरो सेयर रजिस्ट्रेसन गर्नुभएको छैन भने यहाँनिर हेरमा क्लिक गरेर गर्नुपर्ने हुन्छ। कुनै बेलामा तपाईहरुले मेरो सेयर ब्याङ्कमै गएर गर्नुपर्ने हुन्छ। समयमा यो चेन्ज भइसकेको हुन्छ। त्यही भएर यदि मेरो सेयरको पनि मेल आयो भने आइहाल्यो, आएन भने तपाईहरुले ब्याङ्कमा एकपल्ट कन्ट्याक्ट गरेर बुझ्नुपर्ने हुन्छ। यसरी हामीले सिम्पल तरिकाले डिमेट अकाउन्ट खोल्न भने सक्नेछौँ। यसरी हामीले फाइनली डिमेट अकाउन्ट खोल्न सफल भइसकेका छौँ। डिमेट अकाउन्ट खोल्न सफल भइसके पछाडि तपाईहरुलाई मेल पनि आइसक्यो भने अब त्यसपछि कसरी गर्ने, कसरी हामीले मेरो सेयर एप चलाउने, कसरी आइपिओ भर्ने, यसको बारेमा सानो भिडियो यो भिडियोको डिस्क्रिप्सन बक्समा रहेको छ। जुन पुरानो भिडियो छ त्यो तपाईहरुले हेर्नु होला र त्यही अनुसारले गर्नु होला।